हेलो गुड मर्निङ एभ्रिवान तस्सो फ्याफुला नमस्ते सबैजनालाई। अनि आज चाहिँ हामी कलेजबाट कहाँ लगेको साथीहरू भन्दै थिए लास्टमा पछाडि नाच्न थालिसक्यो। अनि हेर्न सक्नुहुन्छ मेरो पछाडि चाहिँ डन। A few moments later. अब चाहिँ हाम्रो सवारी अघि चाल्दै गयौँ अगाडि अनि त्यसपछि हामी साइडमा भएको फुलहरू चोरे अनि टिपेर देखाएँ अब यसो। अनि पछि हिँड्न थाल्यौँ स्या गरेर हिँडेँ। साथीहरू हजुरहरू जान चाहनुहुन्छ कि हाम्रो कलेजबाट कहाँ लगेछ त हाइकिङ? हामीलाई चाहिँ हाइकिङमा शिवपुरी नेसनल पार्कमा लगेको थियो। स्या गरेर हिँड्दै थिए तर केटाहरू नै नजाने भनेर रुन थाले। भिडियो बनायो भ्लगमा आउने पर्यो मनी ए सुपरस्टार हिँड्न मानिरहेको थिएन, त्यही भएर मोबाइल यसो देखाइदिएको भिडियो बनाइदिएको खुसी भएर हिँड्न थालेँ। अनि त्यसपछि हाम्रो गन्तव्यतिर लाग्यौँ। हाम्रो लास्ट डेस्टिनेसन चाहिँ यही गुम्बासम्म थियो। हाम्रो वादी सर चाहिँ कहाँबाट कुरो लागेर आउनुभएछ होइन। अनि फ्यासन रे अहिलेको भन्दै हामी चाहिँ चौतारातिर यसो फोटो खिच्न गयौँ। Soon after. हामी चाहिँ एकछिन चौरमा बसेर सर र हामी साथीहरू मिलेर ट्रुथ र डेयर खेल्यौँ। अनि त्यसपछि त्यस्तो काम गरेर हामी फर्क्यौँ लिएर दुनियाँ हे मेरै पछि भन्दै भाग्यौँ। म अघि एकदम ठिक छ। सरहरू चाहिँ पछि आउँदै हुनुहुन्थ्यो अनि हामी चाहिँ छलेर अर्को बाटोबाट गयौँ। यस्तो काम गरेर नि यस्तो रमाइलो हुँदो रहेछ भन्दै हिँड्यौँ। अनि हेर्न सक्नुहुन्छ बाटो ओ माई गड अनि वाउ भन्दै हिँडेँ हेर्न सक्नुहुन्छ। तर बाटो चाहिँ लास्टै चिप्लो थियो, त्यही पनि हामी बिस्तारै गयौँ। अनि पछि हेर्छु त साथीहरू त्यहाँ अड्केर, अनि म किन अड्केँ भनेर यसो हेरेको। अनि उता तलपट्टि सर र डिआईहरू हिँड्नु भइरहेको थियो अरे। अनि त्यसपछि हामी गयौँ बिस्तारै अनि बिस्तारै गइरहेकै थियौँ। अनि मैले पछाडि देखाएँ यहाँ दुईजना आउँदै थियो तर चुपचुप भन्दै गइरहेको थिएँ हामी। लास्टमा सरहरू पनि हाम्रै पछि आउनु भइरहेको थियो रहेछ हेर्न सक्नुहुन्छ। लास्टमा यस्तो भयो। त्यसपछि हामी अघि गयौँ, गेटमा आएर फोटो खिचेँ। अनि त्यसपछि खाना जाऊँ भनेर गएको तर मुडै अफ बनाइदियो हाम्रो। खाना दिन्छ होला भनेको त लास्टमा त चाउमिन अनि अरू दिनु भइरहेको रहेछ। अनि त्यही पनि चित्त बुझाएर खाएर अनि बसमा गएँ। अनि सर हुनुहुन्छ मेरो पछाडि अहिले चाहिँ। अनि को छ कतिजना छ भनेर हेर्नु भइरहेको थियो अर्को सर चाहिँ। अनि हेर्न सक्छ यिनीहरूलाई चाहिँ मोच छ अगाडि बसेको छ आनन्दले। अनि त्यसपछि हामी पनि होस् भनेर चुप लाएर बसेँ। अनि सरहरूले चाहिँ स्टुडेन्टहरू गर्नु भइरहेको थियो, आत्तेर भन्नु भइरहेको थियो एकजना छैन अरे है। अनि त्यसपछि सबजनाले भन्यो त्यति नै थियो तर हराएको चाहिँ थिएन। सरले गर्न नआएको रहेछ हो कि के हो थाहा भएन। तर पछि हामीले भन्यौँ सबैजना छ भनेर। अनि हामी लाग्यौँ। अनि हामी चाहिँ त्यतिखेर चाहिँ स्कुलको बाटो आइसकेको थियो बुढा नीलकण्ठ। अनि यस्तो नजारा हेर्दै गयौँ हामी। फाइनली हामी चटपटी खाना जान लाग्यो। उसको बेबीले कल गरिसक्यो। द्याट्स द एन्ड अफ द डे। बाई बाई।